हेलो दाइजो, के कस्तो छ हौ तपाईँहरूलाई? मलाई चिन्नुहुन्छ कि हुन्न हौ दाइजो? धेरैभन्दा धेरै कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्। यस्तो यस्तो भिडियोहरू जो आइरहन्छन् मबाट युट्युब, फेसबुक, टिकटकमा हेर्न चाहिँ नभुल्नुहोस् भन्ने अनुरोध गर्दछु। कहिले फेसबुक चलाउँछु, कहिले टिकटक चलाउँछु, कहिलेकाहीँ युट्युब चलाउँछु। च्यानलहरू चाहिँ खोलेको छ, त्यसरी खोइ मन पराउने चाहिँ भएको छैन जस्तो लागेर आइरहेछ। यसो मन पराइदिनुहोस् भन्ने विनम्र गर्दछु। यस्तै बसेको बेलामा यसो एउटा भिडियो बनाउनु भनेर मनमा लागेर आइरहेछ। के गर्नु, यस्तै अर्काको भिडियो मात्रै कति हेर्नु, बेलुका आफ्नो भिडियो पनि बनाउन मन लागेर आएको छ। अर्को भिडियोहरू मात्रै हेरेर ढिक्क लागेर आयो। अब आफ्नो भिडियोहरू पनि यसो कमेन्टहरू, लाइकहरू गरिदिनुहोस्। युट्युबमा जानुभयो भने सब्सक्राइबहरू गरिदिनुहोस्। धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। यस्तै छ हजुर हो। यस्तो भिडियोहरू बनाइरहेको छु। अरूको मात्रै कति हेर्नु, अलिकति यसो आफ्नो पनि हेर्नु पाउनु पऱ्यो नि त। अर्का मान्छे हेरेर दिक्क लागेर आइरहेछ। अनुरोध गर्दछु है त, ल मेरो मलाई गर्नुहोस् भन्ने अनुरोध गर्दछु। कतिले मन पराउनुहुन्छ, देशमा विदेशमा सारा संसारमा म जस्तो मान्छेलाई कतिले मन पराउनुहुन्छ भन्ने मनमा लागेर आएको छ। अब यस्तै छ हजुर हो। राम्रो भोइस पनि छैन, मेरो यो ओरिजिनल भोइस हो, डुप्लिकेट भोइस नभए हो। ओरिजिनल भोइस भनेको मेरो अब यस्तै हो साथी हो। मेरो गाउँ अलिक पाहाडतिर पर्छ, सहरतिर पर्दैन। पाहाडको मान्छे के गर्नु, दुःख सुख यस्तै छ हो। पाहाडतिरको मान्छे गरिबै गरिब, अन्त सहरतिर पनि गरिबै छन् त। भए तापनि संसारमा कोही धनी हुँदैन, कोही गरिब। संसारमा यस्तो त भइरहन्छ। यहाँ मात्रै होइन, विश्वमा नेपालमा मात्रै होइन, संसारमा छ गरिब धनीको केही ठेगान छैन। यस्तै ल, बाई बाई।